आज चाहिँ घरमा मोमो लिएर भक्कु खायो। कुरा चाहिँ के हो भने बिहान चाहिँ म घाम तापेर बसिरहेको थिएँ, भाइ आएर त मलाई मोमो खानु मन लाग्यो, मोमो ल्याइदिए भन्छ। म पनि भित्र गएर भाइलाई यो सबै काम सक अनि मात्रै ल्याइदिन्छु भनेर अस्तिदेखि आएको 500 रुपियाँ झिकेर साइकल झिकेर चलिदिएँ मोमो लिन। मेरो साइकलमा चाहिँ थोरै समस्या आएकोले मैले चाहिँ साइकललाई ग्यारेजमा लगेर अलिकति कसिदिएर बोकेर फेरि चलिदिएँ। आज चाहिँ मौसम एकदम बवाल थियो र म चाहिँ हावा खाँदै फाइनली दोकान पनि पुगेर दोकानमा गएको त मोमो त सकिरहेको रहेछ, भर्खर फेरि बनाउनु पर्छ भन्नुभयो र म चाहिँ बसेर फ्रुटी खान थालेँ र आधी घन्टा कुरेपछि मैले मोमो पनि पाएर मोमोलाई साइकलमा झुन्ड्याएर फाइनली घर पनि आइपुगेँ र मोमो चाहिँ मैले 2 भाग गरेर भाइले चाहिँ सस खायो र मैले चाहिँ अचार खाएँ र मोमोलाई चाहिँ ट्राई गर्दाखेरि एकदम मोमो चाहिँ मिठो थियो र भाइले पनि ट्राई गर्यो र भाइलाई पनि मोमो चाहिँ एकदम मिठो लाग्यो र भाइलाई चाहिँ मैले भाँडा धुन पठाएर भाइ चाहिँ रिसाउँदै भए पनि भाँडा धुन जाँदै थियो र म चाहिँ अन्तिममा चिसो पानी